हेलो साथीहरू नमस्ते, म सुप्रिया। आज नयाँ वर्ष 2081 को पहिलो दिन वैशाख 1 गते तपाईहरूको कस्तो बित्यो? आशा छ एकदमै ऊर्जाशील बित्यो होला, सुखद रह्यो होला र नयाँ संकल्पका साथ नयाँ वर्षलाई स्वागत पनि गर्नुभयो होला। मेरो पनि यस्तै नै रह्यो। आजको पहिलो दिन मैले थोरै धार्मिक भएर घर र मनको पनि सफाई गर्दै मनको विकार अनि घरको कसिङ्गरलाई बढारेर फाले। त्यस पछाडि तातो पानी र कालो कफीबाट सुरु भयो मेरो दिन। र आज नयाँ वर्षको पहिलो दिन पक्कै पनि अलिकति धार्मिक पनि हुनु पर्यो भनेर मन्दिर दर्शन गर्न हाम्रो नजिकैको बरमथान मन्दिर गई गणेश भगवानलाई मेरो यो वर्षको इतिश्री श्री गणेशाय एकदमै शुभ गरिदिनुहोस् भनेर आशीर्वाद लिनको लागि गणेश मन्दिरमा रातो वस्त्र चढाएँ भने मैले मेरो घरको लक्ष्मी मेरो छोरीलाई चाँदीको कल्ली उपहार दिएँ। उसलाई यो कल्ली बाला लगाउन एकदमै धेरै मनपर्छ। केही दिन अगाडि उसको खुट्टामा साइलेन्सरले पोलेको थियो। त्यो घाउ जति पटक हेर्छु त्यति पटक मेरो मनमा दुख्छ। फेरि पनि भगवानको आशीर्वाद सधैँ रहिरहनेछ। आइन्दा दिनहरूमा यस्ता दुर्घटनाहरू हुने छैनन्। सुस्वास्थ्य, दीर्घायु र प्रगतिको मैले कामना